good morning. Welcome to our new vlog. Oh, I request watch love the vlog with big smile. मैले चाहिँ उठ्नु साथ आज भ्लग गरिरहेको छु हैन हामी चाहिँ उठेको छैनौँ मैले अन्त त्यो प्रलभ चाहिँ सुतिरहेछ उता चाहिँ सुताउँदै कि भाइलाई आज भाइ चाहिँ बेलुका अलिक रोएर चाहिँ मसँगै सुताएको बेला होइन अन्त ऊ चाहिँ अघि उठेर मलाई पट्याक गरेको थियो होइन अन्त हाम्रो दिन चाहिँ स्टार्ट भइसक्यो लग्दा जाति जानुभयो बिहानै 6 बजी नै होइन अन्त आज चाहिँ अलिक ढिलो भयो हिजो ट्राभल गरेकोले अलिक थाकेर अन्त आज चाहिँ अलिक ढिलो भयो होइन हामी चाहिँ घरबाट चाहिँ एक रात मात्रै बसेर बिहानै फर्किहाल्यो त्यस्तै थियो कामै अन्त लग्दाको आज फेरि उयो थियो नि त जानुपर्ने मामा घर एक दिन मात्रै बस्यो है सो गाइस हाम्रो उता गएको ब्लग हेर्नु भएको छैन भने हेरिदिनुहोस् होला है हामीले धेरै ब्लगहरू गरेको छैन त्यो भएर चाहिँ अब चाहिँ कन्टिन्यू गर्छु भनेर मैले नै गरिरहेको छु आज चाहिँ ब्लग होइन प्लिज गाइस सपोर्ट गरिदिनुहोस् होला हामीले ब्लग हालेन भनेर तपाईँहरूले नहेरिदिनु छोड्नु हेरिदिनु नछोड्नुहोस् होला है अन्त त्यही हो प्रलभ र म आज के गर्छु नि तपाईँहरूलाई देखाउँछु होइन उसको हाँसिदिनु त टोपागिरी टोपा गाइस अहिले उठेर फ्रेस भएर तपाईँहरूलाई भेट्छु है त सो गाइस आजको दिन चाहिँ एकदम दामी भएको छ है प्रलभ र मेरो दिन पनि स्टार्ट भइसकेको छ अन्त यहाँ पनि अस्ति हामीले आमा र मैले फुल ड्याममै रोपेको छ होइन अन्त अघि मैले उताबाट ल्याएको फुलहरू नि रोपिसकेँ एक दुईवटा ल्याएको थिएँ भर्खर रोपेर मैले पानीहरू पनि सबै हालेँ होइन रोपिसकेँ मैले अघि रोपिसकेँ अन्त अरू चाहिँ माम खानेछ हो भाइ उठेर म चाहिँ अब उसलाई नि मैले सेरेलेक्स दिँदैछु अहिले चाहिँ उसको चाहिँ उयो भएको छैन नि त भात खुवाइ भएको छैन होइन अन्त कति तारिक 29 तारिक चाहिँ उसलाई भात खुवाइ गर्नुपर्छ होला भनेको किनकि साइटै नभएर खुवाएको छुइनँ सेरेलेक्स मात्रै दिँदैछु अगाउँदैन होला भनेर है अन्त त्यही हो आज चाहिँ एकदम दामी दिन भएको छ लब्दा अघि जानुभयो उता होइन रोको यहाँ छ अरू चाहिँ माम खाँदैछ म चाहिँ हौ सक्यो तिमीले हेलो गुड मर्निङ बुनु ब्लग्स ल जानु बाई बाई प्रलभ माम खान गएको ल म चाहिँ खाना खाइहाल्छु बुनुले सक्यो अरे अन्त खाना खाएर त्यहाँदेखि पुरा काम छ आज चाहिँ लुगा पनि धुनु छ पुरा बेसी काम छ हो अन्त त्यही भएर सो अहिले भेट्छु ल यता दिनुहोस् मलाई दिनुहोस् पम अब उसलाई यो खोज्नुपर्छ कि यति बिच रिसाउँछ कि हेर्नुहोस् ल गाइस यहाँ देऊ प्लिज गिभ टु मम्मा पर्दैन यो खेल्नु पर्दैन देख्नुभयो यस्तो भएको छ ऊ चाहिँ पर्दैन आजी पर्दैन यो खेल्नु पर्दैन गएको ल One eternity later. सो यो चाल्लो नमस्ते सबैजनालाई गाइस अब अन्त हुने बेला आइसकेछ ब्लग स्टार्ट भाउजूले गरेको थियो एन्डिङ दाजुले गर्दैछ किनकि भाउजूसँग बसेर दाजुसँग बसेर भाउजूसँग उठ्ने बानी यहाँ चाहिँ एकदम टेबल सजिसकेको छ एकदमै तपाईँहरूले थाहा पाइसक्नु भएको छ होला किनकि हाम्रो काइरो चाहिँ आज पुग्दैछ 1 इयर काइरो ह्याप्पी बर्थडे अब के खायो के दियो ए
पिरो भएन अन्त ए अन्त उसको दादाको बर्थडे मनाउँछ हाम्रो जुनियर पनि आएको छ यहाँ जुनियर हेलो भन्यो नि सबैले हेलो भन्यो नि यहाँ सबैजना हुनुहुन्छ नोएल बुबु अब चाँडै तपाईँको पनि एउटा खुसहरू पाओस् भन्ने मलाई आशा छ अवश्य मेरो आशा नमार्नु होला विवेक त्यहाँदेखि तँलाई यसको बात चाहिँ पक्का भाइ चाहिँ राम्ररी पर्ने अन्त म त्यही ए मन्सा बहिनी अहिले बहिनीमा छ छिटै बुहारी भन्नु पाओस् यता चाहिँ हाम्रो काइरीको मम्मी खुसी होला 1 वर्ष पुऱ्याएर नि ल सबैजना छ बाबा मम्मी हुनुहुन्छ भन न साथी ए चिनाउनु होइन चिनाउनु कि फेरि दायाँ बायाँ दिन्छस् होला नि त ल सो त्यही गाइस हामी चाहिँ यहाँ छौँ अहिले बोझोघाटी पेट्रोल पम्पको अपोजिटमा पेन्डोर जहाँ चाहिँ तपाईँहरूले अस्ति हाम्रो रिल्सहरू देख्नु भएको थियो अन्त यहाँ मेरो गान्डु साथी आएको छ चड्डी बडी आएको छ होइन दुईजनाको के खाएको थियो त देखाउनु भएको छैन फेरि घरकोहरूले मार्छ होइन के भन्छ साथी के भन्नु छैन धेरै दिन ब्याक इन ट्र्याक धेरै दिन बादमा सबैजना भेटघाट हो मजाले रमाइलो त्यस्तै बेला त हो होइन सो त्यही गाइस ब्लग स्टार्ट भाउजूले गरेको थियो सो अल आर इन्जोइङ अहिले चाहिँ हामी यहाँ छौँ दामी चाहिँ गाइस यहाँ तपाईँहरू पनि आएर यहाँ आएर सब कुछ गर्नु सक्नुहुनेछ रमाइलो जग्गा छ पेन्डोर यो चाहिँ हाम्रो दिपेन भाइको र फ्यामिली भएर गर्नुहुँदो रहेछ यहाँनिर चाहिँ सो यहाँ दामी छ बारहरू छ परतिर हो पर बार छ यहाँ टक्कै लाइभ म्युजिक छ एकछिनमा अहिले केटाहरूले गाउँछ हो सो त्यसो गाइस ब्लग एन्ड गर्ने बेला यहीँनिर नो अब हाम्रो एके ब्लेसन बाई द सिङ्गर वान एन्ड ओन्ली सिङ्गर आज त गजल हुन्छ साथी यहाँ गजल हुन्छ क्या गिटारिस्ट होइन उता सितारिस्ट हौ गिटारिस्ट ऊ पर छ हाम्रो गिटारिस्टहरू सो त्यही गाइस तपाईँहरू अर्को ब्लगमा भेटौँला त्यसरी नै माया दिनुहोस् होला है भाउजूले गर्नुहुँदैछ आजभोलि ब्लग किनकि म दिनभरि बिजी हुन्छु टुरले गर्दा त्यसले गर्दाखेरि तपाईँहरू अर्को ब्लगमा भेटौँला ओन्टिल नेक्स्ट टाइम पिस